नमस्कार। आजको पोडकास्ट कृपया कमजोर मुटु भएकाले नहेरिदिनु होला, किनभने आज हामीसँग हुनुहुन्छ स्पेशल गेस्ट पाटिका झोलेज्यू। नमस्कार। धन्यवाद। तपाईँलाई पहिलो प्रश्न, के तपाईँ झोले हो? म झोले होइन, म आफ्नो पार्टीको कट्टर कार्यकर्ता हो। ओहो, तपाईँको राजनीति बारेमा के छ त विचार? हाम्रो पार्टीको विचार नै मेरो विचार हो। त्यसो भए तपाईँको विचार नै देश लुटिखाने हो त? कस्तो कुरा गर्नुभएको तपाईँले? हामी समाजसेवी देशप्रेमी व्यक्ति हो। जस्तै तपाईँले के सेवा गर्नुभएको छ त? के चाहिँ गरे छैनौँ हामीहरूले। जनताहरूसँग गएर सोध्नुहोस् त। हामीले घर घरमा ग्यासको पाइपको जोडान गरिदिएका छौँ। ग्यासको पाइप चाहिँ होइन, ग्यास्ट्रिकको पाइप चाहिँ छ बरु। मैले तपाईँलाई एउटा गम्भीर प्रश्न सोध्न चाहे, के नेपालमा साँच्चीकै भ्रष्टाचार भइरहेको छ त? खै कहाँ भइरहेको छ भ्रष्टाचार? हामी भ्रष्टाचार गर्दैनौँ पनि र गर्न पनि दिँदैनौँ। त्यसो भए अब आउँदै गरेको चुनावमा तपाईँको पार्टीको भूमिका कस्तो रहेको छ त? आउँदै गरेको चुनावको लागि हामीले एकदम राम्रो योजना लिएर आएका छौँ। जो कि यो पहिला हामीले 3 लिटर पेट्रोल दिन्थ्यौँ भनेपछि यो पहिले हामीले पेट्रोल बढाएर 8 लिटर गरिदिएका छौँ र साथै 2 टाइम मासु भातको व्यवस्था पनि गरिदिएका छौँ। एक टाइम बिहान, एक टाइम साँझ, र हामीले दिउँसो खाजाको व्यवस्था पनि गरेका छौँ। यदि तपाईँको पार्टीले यसपालिको चुनाव हार्यो भने कसरी हार्छ? हार्नै सक्दैन। तपाईँ कसरी दावाका साथ भन्न सक्नुहुन्छ कि यसपालिको चुनाव तपाईँको पार्टीले हार्न सक्दैन? यत्रो योजनाहरू ल्याछौँ हामीहरूले। काठमाडौँदेखि पोखरा रेल चलाउने योजना ल्याछौँ हामीहरूले। यो त 9 वर्ष पुरानो योजना होइन र? रेल बनाउन दिएको थियौँ। रेल बनेर आउने बेला टायर पङ्चर भयो। फेरि त्यो टायर बनाउन चाहिँ टाइम लागेको क्या। टायर कसरी पङ्चर हुन सक्छ र रेलको? रेल उड्ने हो र, रेल त गुड्ने हो नि। अनि गुड्ने साधनको टायर पङ्चर हुँदैन त? चाइनाबाट नयाँ टेक्नोलोजी आउँदैछ क्या? इमान्दारले भन्नुहोस्, पार्टीबाट के पाउनु भयो? पार्टीबाट हामीले जनताको असीमित माया पायौँ। भत्ता पनि मिल्छ अरे? त्यो त हाम्रो नेताजीको माया हो। त्यसो भए मासु भात नि माया नै होला? हाम्रो नेताजी आफ्नो जनताहरूसँग यति प्रेम गर्छन् कि उहाँहरूको लागि भनेर मासु भातको व्यवस्था गर्छन्। न त तपाईँ आफै भन्नुहोस्, कुनै अरू पार्टीले यस्तो व्यवस्था गर्छ र? जनताको माया चुनावको बेला मात्रै किन लाग्छ त? यस्तो बाँकीसँग हाम्रो नेताजी देश विकासमा व्यस्त हुनुहुन्छ। के विकास गर्नु भएको छ त? आँखा खोलेर हेर्नुहोस्, पोखराको एयरपोर्ट बन्यो। देशभरिमा कति भ्यू टावरहरू बनेका छन्। स्कुल र हस्पिटल खै त? छन् त, हाम्रो छोराछोरीहरू त गइरहन्। कता? लन्डनमा। विकासको कुरा छोडौँ। अब मैले बुझिसकेको छु कि तपाईँको पार्टीबाट केही पनि विकास हुँदैन। अब यो भन्नुहोस् कि तपाईँको पार्टीभित्र घुसपेट भयो भने के गर्नुहुन्छ? कस्तो कुरा गरेको तपाईँले? कहिले सुन्नुभएको छ चोरको घरमा चोरी भएको छ भनेर? बरु अरू पार्टीमा चाहिँ हाम्रो 5-5 जना कार्यकर्ताहरू छन्। त्यसको मतलब झेन्जी आन्दोलनमा पनि घुसपेट गर्नुभएको होला? हामीले गरेको होइन, विदेशी शक्तिले गरेको हो। राम्रो काम चाहिँ तपाईँको नेताले गरेको, नराम्रो काम चाहिँ विदेशी शक्तिले गरेको। तपाईँ हेर्दै जानुहोस्, यो चुनाव जितेपछि हामीले नेपाललाई सिङ्गापुर बनाउँछौँ। सिङ्गापुर? नेपाललाई नेपाल त हुनुहुन्थ्यो पहिला।